छ्याजल नमस्कार ह्यापी लोसार के हो सिसै खोल्दैन त गाँठे ल कता खुट्टा ढोगरौँ यहाँ यसरी देखाएर ढोगरौँ क्यामेरामा कता हो बरु क्यामेरा देखाउँदैन खुट्टा हुन्छ आउँदै ढोगलाई के लिएर आउनु भयो भन्नु आमाको बर्थडे मनाउने केक ल्याउनु भयो नमस्कार नमस्कार काम म यहाँ खिचिरहेको छु ढोका समाइदिन्छु के ल्याउनु 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 नमस्ते यो चाहिँ आमाको बर्थडेको केक है टक लाएर दिदी ल्याउनु भएको हाम्रो दिदीले बुदाउ ल हिँड्नु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे हाम्रो आमा ह्याप्पी बर्थडे टु यु खोइ खोइ आमा खोइ बाइसेले चिरेको फेरि है मलाई चाहिँ नचिन्दो रहेछ यसले कि मैले नबोलाएर हो बाइसे आमा कता हो ल आमा ह्याप्पी बर्थडे टु यु किन हो चोर लाग्यो किन ल आमा यहाँ बस्नु यता यता बस्नु ल दिदी फुकाल्नु त यो मैले लिएर आएको त भन्नु भएन दिदी लिएर आएको ओहो ओ थ्याङ्क यू यो बर्थडे यता बस्नु आमा यता यहाँ हेलो ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे आमाजी ह्याप्पी बर्थडे आमाजी आमा यहाँ बस्नु न यता यता आउनु त हामीलाई चामल भन्दै थियो हामी 10 मिनट बिदामा आएर आएको खाना त यतै खाइन्छ भरे गुम्बा जाने हो क्या खाना अनि रमाइलो खाजा है खाजा चिउरा चिउरा खाजा त चिउरा अलिअलि दिनु पुकाउनै हिँड्छ दिदी बाटो खाजा खाएर गोजीमा हालेर खाने जाने यो केरा फुल्नु त यहाँ केरा साइडमा राख्नु म किन्नु फोटो ए ल ल्याउनु न माइजू ट्रे ट्रे यो चाहिँ अनकट भिडियो हो क्या यत्तिकै हाल्ने क्या यो आमाको बर्थडेको भिडियो के हो दिदी त्यो हेर्नु पऱ्यो के लिएर खानेर क्या ओके के ल्याउनु त माइजू ल हाल्नु त यहाँ ट्याक्क लाएर के अरे हाटीबाट तर त्यसको 3 आमा छोराले चाहिँ नि थाहा रहेनछ है त्यसलाई पठाइदिए बल्ल थाहा पाउँछ ए उनीहरूलाई थाहा छैन बिचरा बिर्सेको बिचरा मलाई अस्ति भन्न त छामाले आमाको बर्थडे 14 गते भन्थ्यो कि बिर्सेको आज बिहान नि फोन गर्थ्यो सुत्दै होला जस्तो भयो बिर्सेको हो कि बिर्सेको म तपाईँले केक ल्याउँछ भनेर हो फेरि ढुक्क हो गाडीमै छोडे के ल्याएछ यसले भनेको बर्थडे दिदीले केक ल्याउँछ भने चाहिँ मलाई कन्फर्म थाहा थियो मलाई कन्फर्म हो दिदी मलाई पनि थाहा थियो हिजो माइजूलाई मैले सँगै ल्याउँछ भनेको थियो कि के सम्झेको थियो अरे हिजो माइजूले मैले सँगै ल्याउँछ भनेको थिएँ आज दिदीले केक ल्याउँछ भने मलाई थाहा थियो कि यता साइडमा राख्नु माइजू ओके अरू के छ राखौँ ल्याउनु यसमा राख्नु दिदी यहाँ छ त ओहो आमाको फेभरेट बरु मैले त गिफ्ट त केही नि लिएर आएन ल मलाई म वहीँदेखि आमाको बर्थडे मनाउनु भनेर आएको फेरि गिफ्ट ल्याउनु बिर्सेछु फेरि ल्याएर आमा गएर पठाइदिन्छ है गएर पठाइदिन्छु झिक्नु त्यसमा हाल्नु दिदी गएर पठाइदिन्छु म गिफ्ट तपाईँलाई गिफ्ट म चाहिँ गिफ्ट चाहिँ ल्याउनै बिर्सेछु कि आफूले बनाएको दिदी ल हाम्रो आमाको कतिको बर्थडे हो आज ओहो लौ न नि
अरू के छोडियो बत्ती बाल्नु पर्ने होला नि बत्ती बनाउनु भयो ल्याएन अझै कोही क्यान्डल त नहाल्दै त्यो मान्छेले त क्यान्डल क्यान्डल होला अर्को छिमे बत्ती छैन घिउवाला बत्ती छैन हाम्रो घिउवाला बत्ती बनाएको छैन ल ठिकै छ होस् होइन होइन ल ठिकै छ बत्ती नबाल्ने के फरक पर्दैन बच्चाको ठुलो त छ क्या होइन बच्चाको भए बत्ती बाल्ने पर्दैन खोइ उस यहाँ कता खस्यो चक्कु खै चक्कु के यहीँ थियो त भर्खरै खै यही थियो यहीँ थियो कि भर्खरै मैले कता देखिरहेको थिएँ मोमबत्ती ठुलो छ क्या लुकाए क्या पर्दैन चक्कु लुकाए क्या बस्ताको भयो कि उसलाई पनि ठुलो मान्छे ल आउनु मामा ल आउनु बुझ आऊ यो अहिले नराख है। खोइ खाँदा खाँदा ल्याएन लाउँदा आऊ चक्कुसँग आउँदा ल खाँदा ल्याउनु त खाँदा खाँदा छैन खाँदा खाँदो छैन नि यस्तो नि यति के भयो त खाँदा बर्बाद भयो त खाता त थुप्रै छ नि ल्याउँदा आमाबाट खाँदा ल बरु छनु त छ कता कता छ है उतापट्टिको थियो नि थुप्रै न कताको दिवाला नै आयो भनेको अन्त नि के हाल्नु भयो? आमाको चाबी निकाल्नु टाइम लाग्ने भयो फेरि लाउनु पर्यो नि भान्डालाई मैले अस्ति देखेको थिएँ कि गाडीमा गाडी अर्को बेच्दै गर पराउनेले बेच्यो। अर्को गाडी बेचेको चाहिँ छैन बेचेन त्यो एकदम सङ्ग्रहालयमा छ ए होइन त्यही त म त फेरि यो गाडी हेरेर चाहिँ म त त्यो बेचेको क्या भन्दाको यता यता त देखाउनु भयो नि है होइन भएन खिच्नु खिच्नु पर्दैन अरू त खान्छ तपाईँले लिएर सामान वगेर खिच्नु आमाको बर्थडेको त चिन्च पर्दैन नि आऊ खसी मासु दिएन त यता त्यहाँ हामीलाई एउटा भइनु हुन्छ आमा मासु त होइन एउटा के एउटा भइनु हुन्छ मासु त पठाउनु नि बत्ती बालेको यति नै हो हाम्रो आमाको खानेकुरा त ओहो कति धेरै रहेछ देखाइदिनु पऱ्यो हाम्रो आमाको खानेकुरा सबै छोरा छोरी नाता नातिनीले पठाएको खानेकुरा आमाको यहाँ दराजमा खाइसक्नु त्यो लौने कता हो ब्रुस पनि कति धेरै रहेछ ब्रुस गर्नलाई पनि राख्नु भएको रहेछ आत्तिनु भएको क्या हो लुगा त्यहाँ सम्झिरहेको यस्तो एउटा भइदिनुहुन्छ ल दिदी एउटा दिदी लगाइदिनु एउटा मामा लगाइदिनु फेरि तिम्रो मामा अर्को एउटा दिनु आमा अर्को अब त पैसा पाइन्छ ल मामा तपाईँ लगाइदिनु ल आउनु छोडिदिनु अब यसलाई पैसा छोड्नु पाइन्छ आज त। ह्याप्पी बर्थडे छोडिदिनु आमा आउन आमा चाहिँ राख्ने क्या आउनु आउनु होइन छोडिदिनु आउनु पैसा दिनुपर्छ के खर्च पर्दैन 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 पैसा दिने ल्याउनु छैन अब पट्टा दिइन्छ आयो त हजुर सिकार ल्याइदिइहाल्छु फेरि भन्नु फेरि भन्नु न सिकार ल्याइदिइहाल्छु है धेरै हजुर छिट्टो छिट्टो ल्याइदियो साइन गरेर डटबिन रहेछ। ए डटबिन पो डटबिन रहेछ कालो मसी बनाउनु पर्यो क्या आमा आउनु मैले बिर्सेछु त मैले बिहान आइपो सम्झेको आमा बर्थडे गाडी आयो त ओहो दिदी आमा चाहिँ बर्थडेको ल अब खाता लगाइदिउँ चक्क लगाएर ल है ल मामा खाता लगाइदिनु लामाजी ह्याप्पी बर्थडे आमाजी बर्थडे आयो धेरै वर्ष बाद ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु मैले पहिला केक काट्नु ल आमा केक काट्नु त केक काट्नु ल के काट्नु त आमा ल आमा चाहिँ उल्टो भयो कता हो आँखा देखेको पो त नि कता हो सोचेर बस यसरी काटौँ काट्नु काट्नु ओहो ल आमा ल भयो ओ भयो ल आमा भयो ल खानिदिनु नातिनीलाई खानिदिनु पहिला भयो भयो घरको सबभन्दा ठुलो नातिनी हो नि त हो नि त होइन त घरको सबभन्दा ठुलो नातिनी हो कि छोरे ल दिदी दिदी तपाईँले खानिदिनु पहिला आमालाई खुलाइदिनु पहिला ल आमा आमा तपाईँलाई है हाम्रो आमालाई है ल आमा अलिकति मात्रै ल अलिकति अलिकति ल ह्याप्पी बर्थडे टु यु सबैले भन्नु ह्याप्पी बर्थडे टु यु पेपर ल्याउनु न ल के भयो यसको नाउँमा टोक्यो के ओके होइन भएन ल ल अब ल आमालाई दिदीलाई खानिदिनु ल आमा चाहिँ ल ह्याप्पी बर्थडे आमा ल मामा मामा ए दिदी खाता लगाइदिनु ल आमा है
आमाको यसरी लामो समयसम्म बर्थडे बनाउनु ल 105 वर्ष मनाउने हो आमालाई ल ल मामालाई दिनुहोस् मामा आउनु मामा ल रात पुस्नु त ए ल आमालाई खुलाइदिनु यो ल्याएर खुलाइदिन्छु मेरो मेरो यो दुखी छ हात दुखाएन कि सेतो के हो छोड्दिनु छोड्दिनु अहिले छोड्दिनु ए भयो भने उसले खाँदै नि होइन खाना खाना भयो म अलिकति यही खाँदिनँ कि हाल्छु किनभने मेरो यो हात मैलो छ कि लाउन आउँछ लाउनुहोस् चम्चा ल्याउनु माइजु आमालाई मामालाई खाँदिन आमा पता नि हो त्यो कोपाएर खाँदैन जा तपाईँको हात सफा होला नि ह्याप्पी बर्थडे ल माइजु लगाइदिनु ल मलाई खिचिदिनु त म लगाइदिनु पऱ्यो के अरे खानिदिनु पऱ्यो नि त आमालाई यसरी नै हो सिधै अलिक सिधै जानु केही जसरी खिचिदिनु हुन्छ दिदी पर्फेक्ट चाहिँदैन कि हामीलाई त यो त अलिकति मात्रै धेरै होइन कि अलिकति मात्रै अलिकति मात्रै ह्याप्पी बर्थडे आमाजी हाम्रो आमाको 105 वर्ष मनाउने है भोलि पर्सि अब खुट्टा ढोगरौँ त ल ल भयो भयो पाउनु पर्ने खुट्टा ढोग्छु ल ल मलाई खाँदिन अलिकति गेरुला चाहिँ हजुर गेरु होइन यहीँको केक हो क्या हो ल बुद्ध आऊ खाँदै बुद्ध तपाईँको गेरुमै बुद्ध खाँदै आमाले खुवाउने ठुलो मान्छे चम्चा छैन आजीको चम्चा छैन रहेछ त्यही चक्लेट आमाजी माताजी ए माताजी आमाले मनपर्ने रोस्टै पखेटा अनि आमाको कति वर्ष बर्थडे हो यो आमाको यो अहिले वास्तव भन्दाखेरि 90 हो 1991 आमा तपाईँलाई मनपर्ने रोस्ट 91 1993 को ए त्यही हो कति वर्ष भयो ट्याक्क 90 आमाजी अलिकति खान्थ्यो हजुर है अलिकति मात्रै हो अलिकति यो अझै हिसाब गर्नु कति वर्ष भयो 89 खै आमाजी हजुर ल हाम्रो भगवान हो नि हजुर त भगवान आमा हो नि जीवित भगवान हाम्रो आमाजी सुबिन यो फोटो देखिन लाइभ देखेको कताबाट थियो ए यो लाइभ देखेको छु नि आफ्नै ल पर्ने मगर तिमीले नै लाइभमा खोजिरहेको फोटो कता मैले भिडियो गरेको पहिलाको ए त्यस्तो पहन त्यहाँ बसेर फोटो सुबिन दिदीले आमाजी भन्नुभएको थियो फोटो खिच्नु जानु त्यो जानु बस्नु उयो फेरि लाइभ देख्यो एकदम डेन्जर हो त्यो ठाउँ कहाँ राति नहिँड्नुहोस् है त्यो बाटो साँच्चै नै हो कि कहाँ त्यो पिस्ती बेला ए होइन के भएर सोल्टी त्यहाँ त पाकेमा थाले कि चोर थाले कि मान्छे त्यो हो र कामदारहरू हो कि ल यता हेर्नु है यो यता हेर्नु है मोबाइल झिकेन तिनीहरूले हो तिनीहरू नै हो रेडी सुबिन बोलेर आएको त्यो स्कुटीमा ओके काट्दै झिकेछ ओके ल चिल्लो भएको थियो सोल्टी हो ल भयो आमा यो ल के खाने हाम्रो आमाको बर्थडे ह्याप्पी 100 ह्याप्पी बर्थडे अब 105 वर्ष फेरि मनाउनु पाइयोस् कन्टिन्यू होइन 105 वर्ष 100 होइन 105 वर्ष मनाउन पाइन्छ पाइन्छ त आमाजीको शरीर होइन, त्यो छ है? हो कि तपाईँ मोबाइलमा अथवा एउटा मोबाइल मलाई दिनुहोस् दिदी तपाईँबाट खिच्नु अब हात त यस्तै कता फोटो निकाल्ने क्यामेरा त्यो पहन है आमाको यहाँलाई ए केही नहुने दिदी बर्थडेमा त के अरे बिहान रमेल त के अरे ठुला कारलाई भन्दा मरि सुनगालाले धेरै पाँच त हो भन्थ्यो नि त्यही नै मम्मीले फोन गर्नुभएको थियो त्यसलाई मैले भनेको केही दिनु नसक्यो भने त्यहाँलाई केही दिनु नसक्यो भने आमा बचिरहेछ भनेको सुन्नु पाएँ भने त्यहाँको आशीर्वादले भनेको कि मैले नरुन हामीलाई तपाईँले सधैँ आशीर्वाद दिइरहनु भयो हाम्रो पनि इच्छा त्यही छ सन्ध्या आउँछ बसिरहनु पाउने ल हामी बरु चाचाडै गरौँ ल आजलाई यतिकै सक्छ है दिदी दिदीलाई धन्यवाद छ उहाँबाट केक बोकेर आमाले दिएको आशिष म त्यसै भाग्यमानी छु ल त्यो एउटा रोस्ट खाम रोज खाऊ अनि जाम जाम ढिलो हुन्छ हामीलाई ल